सर्वप्रथम यो भिडियो एकचोटि हेरौँ। यहाँ हेर्नुहोस् त, एक हप्तामै 197K भ्युज आएको छ। वास्तवमा टिकटकमा म त्यति टाइम बिताउँदैन। यस्तो भिडियो तपाईँहरूले पनि बनाउन सक्नुहुनेछ। यदि बनाउने इच्छा भए र नजानेको भए यो भिडियो पुरा हेर्नु होला। सर्वप्रथम यो भिडियोलाई निहालौँ। पैसाको लागि हामीले संविधानलाई कुल्चिएर अकुट सम्पत्ति कमायौँ। आजभोलि यति राम्रो गणतन्त्रलाई पनि जनताहरूले लत्याएर राजतन्त्रको वकालत गर्दैछ। के भयो मनले आफ्नै ढङ्गले। फेसबुक हेर्ने क्रममा मैले यो एउटा फोटो भेटेँ र मनले सोचेर नै यस्तो भिडियो बनाएँ। यो भिडियो बनाउनको लागि हामीले धेरै एआई टुल्सहरू पाउन सक्छौँ, जस्तो कि लुमा, पिक्सपर्स, गुगल एआई स्टुडियो। गुगल एआई स्टुडियोले सबै भिडियो बनाउन मद्दत गर्दैन, त्यसैले मैले पिक्सपर्स चुनेँ र मलाई इङ्ग्लिस त्यति राम्रोसँग पनि आउँदैन, त्यही भएर मैले गुगल ट्रान्सलेटबाट बनाउन कोसिस गरेँ। अब गुगलमा गएर पिक्सपर्स सर्च गरौँ। हेर्नुहोस् त, यहाँ माथि नै आएको छ, इन्ट्री गरौँ। अब यो फोटो भन्ने अप्सनमा गएर हामीले अघि फेसबुकबाट लिएको फोटोलाई राखौँ। भइसक्यो। अब डिस्क्राइब द कन्टेन्ट्समा जाउँ। त्यसको लागि हामी गुगल ट्रान्सलेटमा जाउँ। रोएको मान्छेलाई पकाउँदै। Seducing a crying person. कपी गरौँ र यहाँ पेस्ट गरौँ। अब हामीले क्रिएटमा थिचौँ र हेर्नुहोस् त, हामीलाई तुरन्तै हामीले चाहेको भिडियो तयार पारेर दिइसकेको छ। अब यसलाई डाउनलोड गरौँ। एउटा काम हाम्रो भइसकेको छ। यस पिक्सपर्सबाट हामीले धेरै कुराहरू पाउन सक्छौँ। त्यो सबै कुरा सिक्नलाई हाम्रो भिडियो लामो हुने भएकोले मैले यसमा जान चाहेन। अब हामीले रोएको आवाज निकाल्नु छ। त्यसको लागि गुगलमा जाउँ, क्राइङ फाइल सर्च गरौँ। ल हेर्नुहोस् त, यहाँ विभिन्न आवाजहरू अर्थात् रोएको आवाजहरू आउँछ। आफूले जुन मनपर्छ त्यो चोइस गरेर लिन सक्छौँ। यसको लागि स्क्रिन रेकर्डिङ गरे पनि हुन्छ अथवा डाउनलोड गरे पनि हुन्छ। अबको पालो मैले बोलेको अथवा आजको वर्तमान अवस्थालाई मिल्ने गरी मैले बोलेको कुरा सजिलोको लागि मैले मोबाइलबाट रेकर्ड गरेर यहाँ तयार पारेको छु। मैले यसलाई ग्यापहरू हटाएर अलिकति स्पिड बढाएर एडिटिङ गरेको छु। यो एडिटिङ गर्ने कुरा त्यसमा चासो भएपछि आफैले सिक्न सकिन्छ। नभए मैले युट्युबमा यस्तो भिडियो एडिटिङ गर्ने अरू कुराहरू पनि प्रस्तुत गरेको छु। साथै तपाईँहरूले युट्युब च्यानल बनाउन चाहेमा पनि यहाँ मेरो च्यानलमा गएर तपाईँ सिक्न सक्नुहुनेछ। यसको लागि मैले डिस्क्रिप्सनमा लिङ्क दिएको छु, त्यसमा गएर हेर्नु होला। अबको पालो भिडियो एडिटिङ। भिडियो एडिटिङ गर्नको लागि हामी धेरै एपहरू पाउन सक्छौँ। म धेरै जसो क्यापकट युज गर्छु। सर्वप्रथम हामीले चाहिने भिडियोहरू नि अपलोड गरौँ। क्राइङ फाइल्सलाई एड गरौँ। त्यसपछि हामीले तयार पारिएको आवाजलाई एड गरौँ। अब पिक्सपर्सबाट तयार पारिएको भिडियोलाई एड गरौँ। यहाँ हेर्नुहोस् त, यो भिडियो धेरै छोटो भएकोले हामीले यसलाई बढाउनु परेको छ। अब यसको स्पिडलाई घटाउँ। आधा घटाएँ। आधा घटाउँदा पनि ग्याप बाँकी छ। अब फेरि त्यही भिडियोलाई एकचोटि फेरि जोडेँ, अलिकति घटाइदिउँ। हेर्नुहोस् त, हाम्रो आवाजसँग ठ्याक्कै मिल्यो। हाम्रो यो टिकटकको लागि भिडियो तयार पार्दैछौँ, त्यसले टिकटकको साइजमा जाउँ, 9:16। अब भिडियोहरू पनि एकचोटि मिलाउँ। अब माथि हाम्रो टाउको छोप्नको लागि हामीले नेपाली झन्डा बोकेको भिडियो राखेका छौँ। यसको लागि हामी फेसबुकबाट एउटा भिडियो लिन सक्छौँ, जुन हामी शैलीसँग लिन सक्छौँ र मैले लिएको छु। यसमा एड गरौँ र यसलाई मिलाउँ। जस्तो यो भिडियो धेरै लामो छ, यो लगभग तयार भइसकेको छ। अब यो बढी भएको भागहरूलाई काटौँ र प्ले गरेर हेरौँ। नरो पैसाको लागि संविधान। हाम्रो भिडियो पुरा भइसकेको छ। अब हामी यसलाई एक्सपोर्ट गर्न सक्छौँ। तपाईँहरूलाई लागेको होला कि यी राजनीतिक नेताहरूलाई नि किन रुवाएको होला। नेपालको वर्तमान अवस्थालाई हेर्दाखेरि नेपाललाई रुवाउने काम यिनीहरूबाट नै भएको हुनाले नै मैले यो फोटो चुज गरेको हो। कसैले चित्त दुख्छ भन्ने माफी पाऊँ।